जिम जोइन गरेको 1-2 दिनमै जिम छोड्नुको एउटा मेजर रिजन भनेको मसल सोरनेस। जब कोही पनि व्यक्ति हैन फर्स्ट टाइम अर आफ्टर अ इयर फेरि जिम रिस्टार्ट गर्छ रिजोइन गर्छ त्यतिखेर उले एक्कासी हाई इन्टेन्सिटीमा अर नर्मल ट्रेनिङ गर्दाखेरि पनि he feel a lot of soreness। सो यो सोरनेस यति धेरै हुन्छ कि कसैलाई उनीहरुले सहनै नसकेर अर्को दिनदेखि जिम जान छोडिदिन्छन्। फेरि जिम गयो भने फेरि त्यही हुन्छ भनेर। बट हजुरले यो एक दुई कुराको ध्यान राख्नुभयो भने सायद त्यस्तो नहोला। So hello everyone, it's me Prakash Kathai, the fitness trainer and an athlete. So I hope सबैको दशैं तिहार एकदमै राम्रो गयो होला। अब चाडपर्व पनि सकियो, हजुरले जिम जाने मन बनाइसक्नु भएको छ। सो यसमा स्टिक रहनुस्। सो यो एक दुईवटा कुरालाई फलो गर्नुभयो भने सायद हजुरको कन्सिस्टेन्सी ब्रेक नहोस्। सो फर्स्ट थिङ, सुरुमा जिम गर्दाखेरि डोन्ट डु इन्टेन्स ट्रेनिङ। सो हामीले युजुअली हैन मसल बिल्ड गर्नको लागि इन्टेन्स ट्रेनिङ क्लोज टु फेलियर ट्रेनिङ गर्ने भन्छौं, बट सुरुमा जाँदाखेरि मोडरेट ट्रेनिङ यानी कि हजुरको 50 to 70% को रेन्जमा, सो जसमा चाहिँ हजुरले त्यो वेट सँग 3 to 4-5 reps एक्स्ट्रा अझै निकाल्न सक्नुहुन्थ्यो, बट हजुरले त्यो भन्दा अगाडि नै स्टप गर्नुभयो। सो त्यो वेट्स सँग हजुरले ट्रेनिङ गर्नुभयो भने सायद हजुरले त्यति धेरै मसल सोरनेस फिल नगर्नु होला। अर्को हजुरको न्युट्रिसन र डाइट रिकभरी मिलेन भने पनि हजुरले मसल सोरनेस फिल गर्न सक्नुहुन्छ। सो obviously हजुरले जिममा मसल्सलाई ब्रेक गर्ने हो, टर्चर गर्ने हो हैन, उसलाई स्ट्रेसमा राख्ने हो, ड्यामेज गर्ने हो। जब हजुरले त्यसलाई इनफ न्युट्रिसन इनफ रिकभरी दिनुभयो भने त्यो फेरि रिबिल्ड भएर आउँछ, स्ट्रङ भएर आउँछ। यसरी नै काम गर्ने हो हाम्रो मसल्सले। फ्रिक्वेन्सी पनि कम राख्नुस्। सुरुमा नै हजुरले 6 दिन जिम जानुपर्छ भन्ने पनि छैन। स्टार्ट विथ 3-4 डेज। भोल्युम कम राख्नुस्, इन्टेन्सिटी कम राख्नुस्, फ्रिक्वेन्सी कम राख्नुस्। सो यसरी ट्रेनिङ गर्नुभयो भने हजुर एज अ सेफ साइड बिस्तारै अगाडि बढ्नुहुन्छ र सायद हजुरको इन्टेन्सिटी पनि सोरनेसको कारणले चाहिँ ब्रेक नहोला। सो या द्याट्स इट गाइज। सो मेक स्योर कि अब मन बनाइसक्नु भएको छ, डोन्ट ब्रेक इट। सो किप गोइङ हैन। हजुरले चाहेको रिजल्ट चाहिँ अब्भियसली नै हजुरले एक दिन पाउनुहुनेछ। सो मलाई चाहिँ यो 3-4 महिनामै रिजल्ट चाहियो भनेर नआत्तिनुस् हैन। यति लामो लाइफ छ, सो 3-4 महिनामै हजुरले ज्यान बनाएर के गर्ने, थोरै टाइम लाग्यो भने नि के भएर। नआत्तिनुस्, हतार नगर्नुस्, बिस्तारै अगाडि बढ्नुस्। हजुरले आफ्नो ड्रिम फिजिक चाहिँ एक दिन अभियसली पनि अचिभ गर्नुहुन्छ इफ हजुरले ब्रेक गर्नु भएन भने।